हेलो एभ्रिवान, यो सुन्दर बिहानीसँगै सम्पूर्णमा शुभ प्रभात भन्न चाहे। मेरो डे चाहिँ स्टार्ट हुन्छ बाथरुमबाट स्किन केयरसँगै। मैले मुखसुख धोइसकेर ब्रस गरिसकेपछि चाहिँ फेसलाई ड्राई गरेँ अनि त्यही क्रममा चाहिँ मेरो साथीको कल आयो। म साथीसँग बोल्दै चाहिँ मेरो हिजो रातभरि लगाएर बाटेको कपाल चाहिँ फुकाउन थालेँ। यो चाहिँ कर्ली बनाउनको लागि हो। अनि अहिले चाहिँ कपाल छोडेर फेसतिर लागेँ। अनि सुरुमा मैले रोज वाटर युज गरेँ अनि आजकल चाहिँ म डक्टर रसेलको सिरम चाहिँ युज गरिरहेको छु। यसले थोरै ग्लो ल्याइरहेको छ फेसमा। अनि मेरो चाहिँ एक्ने स्किन भएकोले गर्दा देख्न सक्नुहुन्छ एक्नेको दागै दाग छ है फेसमा चाहिँ रातै। अनि मेरो चाहिँ छाला अलि सेन्सिटिभ भएको कारणले नङको दागहरू छिटै बस्ने अनि सजिलै बस्ने, तर सजिलै जान चाहिँ नमान्ने रहेछ। म सकेसम्म दागहरू हटाउने कोसिस गर्दैछु। अनि म चाहिँ आजकल यो पोन्ड्सको लाइट मोइस्चराइजर युज गरिरहेको छु, जसले चाहिँ छालालाई स्मुथ बनाउनुको साथै ग्लो पनि दिने गर्दो रहेछ। हजुरहरूले चाहिँ कुन प्रोडक्ट चाहिँ युज गर्नुहुन्छ अनि कस्तो छालाको लागि चाहिँ कस्तो प्रोडक्ट राम्रो हुन्छ त्यो चाहिँ मेन्सन गरिदिनु होला। अनि लास्टमा म यो पपाया सनस्क्रिन चाहिँ अप्लाई गर्न गइरहेको छु। त्यही क्रममा साथी चाहिँ अब छुट्ने बेला भयो अनि म साथीसँग छुटेँ। अनि मैले मेरो फेस साथै घाँटीमा चाहिँ यो पपाया सनस्क्रिन चाहिँ अप्लाई गरेँ। यो चाहिँ मलाई चाहिँ एकदम धेरै सुट गर्छ है। अनि कतिपय मान्छेले चाहिँ भनिरहनु भएको हुन्छ सुट गर्दैन भनेर, तर मेरो छालामा चाहिँ राम्ररी अप्लाई भइसक्यो। अब चाहिँ फाइनल लुक पनि आइसक्यो। एक्सपेक्टेसन भर्सेस रियालिटी भनेको चाहिँ यो होला। मेरो कपाल चाहिँ कर्ली नै भएन छ। यो अब 2-3 घन्टा पनि रहँदैन, फेरि स्ट्रेटमै आउँछ। अनि मैले कालो टिका लगाएँ। मलाई चाहिँ मेकअप भन्ने चिज चाहिँ फेरि केही पनि आउँदैन है। गाजल पनि राम्ररी लाउन जान्दिनँ। अनि त्यही पनि मलाई कस्तो देखेको छ भनिदिनु होला। थ्याङ्क यू।